आज सत्तारूढ पार्टी रासोपाका सभापतिज्यूले माननीय सभापतिज्यूले सर्वदलीय बैठक आयोजना गर्नुभयो। राम्रो छलफल पनि भयो, सकारात्मक सुरुवात पनि भएको छ र हामीलाई के विश्वास छ भने यो प्रतिपक्षी दलहरूको तर्फबाट म स्वयं आफ्नो दलतर्फबाट भन्नुपर्दा संसद नियमित रूपले चलोस्। बजेटका विनियोजनहरूमाथि छलफल गर्नुपर्ने छ, अरू विषयहरू छन्, त्यसै गरी मन्त्रालयगत विनियोजनहरूमा छलफल गर्नुपर्ने छ। त्यो क्रम नियमित चलोस्। हाम्रा असहमतिहरू छन्, थुप्रै असहमति होलान्, तर संसद नियमित चलोस्, यसमा हाम्रो प्रतिबद्धता छ, हाम्रो चाहिँ आफ्नो धारणा रहेको छ। त्यसो हुँदा आजकै बैठकको सन्दर्भमा प्रधानमन्त्रीज्यूको यो विषय सच्चिनुपर्छ, संसदको रेकर्डबाट हट्नुपर्छ, उहाँले आएर जवाफ दिनुपर्छ भन्ने कुरा हामी प्रतिपक्षीहरूको तर्फबाट हाम्रो अडान कायम छ। सत्तारूढ पार्टीबाट विभिन्न अप्सनहरू सदनलाई सुचारू गर्न, स्वयं प्रतिपक्षी दलले उठाएका मुद्दाहरूलाई सम्बोधन गर्न विभिन्न अप्सन आएका छन्, सकारात्मक आएका छन्। त्यसो गर्दा त्यो अझै निष्कर्षमा नपुगेको हुनाले केही समयलाई सम्मानित सभामुखज्यूले बैठक रोकेर यसलाई एकपल्ट अझै छलफल गरेर आजै छलफल गरेर अगाडि बढ्ने खालको वातावरण बनाइदिनुको लागि मैले आफ्नो तर्फबाट पनि प्रतिपक्षीहरूकै तर्फबाट पनि यहाँलाई म अनुरोध गर्न चाहन्छु। धन्यवाद।